एक दिन अल्बर्ट आइन्स्टाइन एउटा कक्षा कोठाभित्र पसे। एक शब्द पनि नबोली उनले चकको एउटा टुक्रा उठाए र बोर्डमा एउटा लामो लाइन कोरे। त्यसपछि उनी विद्यार्थीहरूतिर फर्किए र सोधे, यो धर्कोलाई नछोइकन कसले छोटो बनाउन सक्छ? पुरै कक्षा हाँस्यो। के यो बुढो मान्छे बौलायो कि क्या हो? यो कसरी सम्भव छ र? अर्कोले भन्यो, यदि यसलाई छोटो बनाउने हो भने त मेट्नै पर्छ नि। आइन्स्टाइनले केही भनेनन्। उनी चुपचाप बोर्डतिर फर्किए र अर्को एउटा धर्को कोरे। पहिलो धर्कोको ठिक तल त्यो भन्दा निकै लामो। त्यसपछि उनी शान्त भएर पछाडि हटे। अब तिमीहरूले के देख्यौ? उनले सोधे। विद्यार्थीहरू अगाडि बढेर हेर्न थाले र अचानक उनीहरूले कुरा बुझे। पहिलो धर्को अलिकति पनि बदलिएको थिएन, तर अहिले त्यो धर्को पहिले भन्दा छोटो देखिरहेको थियो। किनभने वास्तविक महानता अरूलाई सानो बनाएर हासिल हुँदैन, यो त आफै अझ महान वा ठूलो बनेर प्राप्त हुन्छ। र जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले एक शब्द पनि नबोली संसारले त्यो परिवर्तन स्पष्ट रूपमा देख्नेछ।